पढ़ाएर छोड् ढाल्दैन बाल है ना साथ मैले कसैको मैले ठिकै पुग्यो होला त मम्मी हजुर के ल्याइज भन्नुभयो भने मलाई मम्मी के ल्याइज भन्नुभयो टालो थाल एउटा थाल के थाल एउटा टालो नेपाली जान्दैन हो अतिको हो नि खोइ कपडा ल्याएर यहाँ पानी हो त्यहाँ यहाँ राख्नु कपडै ठीक हुन्छ जम्मै पोखिन्छ मात्रै छैन के त्यो फेता निकाल्ने हुन्छ नि मिलाएर बाँध्नु पर्ने गीत बजाउनु गीत बजाउनु गीत भयो दुला दुली छुछो त हुनै भएन राम्रो छ
एउटा थाल यता खै चस्मा मिलेन दही ठिकै नि हो के भने बिहारी दिदीलाई नै बुझाइन्छ खानी उताको होइन यताको लाने हो म त यताको कहाँ लाने हो र त्यस्तो लाने नि सिँगै खुसु खुसु गरे हन के खसे खसे होइन खुसु खुसु खोइ त नि हो नि आउनु पर्ने हो के अरे माइल भेन खै ठुलो भाउजू अनि पछि आएर माइला झन् कहाँ हो अघि त यतै आइपुगेको थिएँ यता रह्यो यहाँ हेर्न यता कहिले लाउने होला म यस्तो कहिले आएन पालो कि कहिले आउने हो पालो मेरो सधैँ रहर लगाएको थियो कि यस्तो लाउनलाई यस्तो लाउनलाई खुब रहर लगाएको थियो तपाईँ सुजितकोमा लाउनु भयो दुलाको भाउ होइन यो सामानहरू यहाँ पछाडि यहाँ त्यहाँ लाइन मिलाएर राख्छ नि जाने भने त्यो हटाइदिनु त कानको नि हटाउनु त्यो नि टोपी नि पर्थेन कि दुला बाउलाई त पर्थेन कि यो कान पर्दैन खासै पर्थेन के अरे हेर जान त्यहाँ बस्नु ईश्वर भगवान परमेश्वर चार कौन चार देश है चार कौन मन देश बाबन आयो बाबन राखेको काम समय पुर्ता हो ईश्वर भगवान सागर बनाइरहेको छ ईश्वर भगवान फेरि कस्तो कस्तो बनाउनु मन लागेको छ सुन्दा होइन त्यो पैसा हाल्ने घलेको होइन
त्यहाँ उहारेछ पछ्यौर चाहिँ कुरो कुरो जाने कुरो जाने खोइ त यहाँ ओइ हाम्रो जोइन्ट चला ल खोइ अहिले त आँखा लागेपछि थालो भोलि यत्रो आँखा भोलि त अब त धोतीले चाहिँ बेच्दै तै लाउने जय 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 यही 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 कानमा लाग्ने यही यही चस्मा चामल आउने लाउनु न अलि आउँछ पहिला म चाहिँ माला बनाउनु नदी फर्कायो म त नदी के खुट्टा माथि निकाल्नु पर्यो यस्तो हो त नि त्यस्तै माला दिइहाल्छ नि भने मैले खसी मान्छे नदेखिनुको भए
होइन हामी फर्स्ट जान्छौँ कि खोइ माइतीले लेखा लेखाने दुर्गन भाग अच्छा म त भन्छु कि होइन हो त त मैले भनेरै बिहा भाले त त्यही भित्र भालेले त भेनाले बोक्न सक्छ ल खै माइतीहरू आयो बोकानलाई जय नेपाल सुत्तो भन्नु जय नेपाल सिद्धु सिद्धु सिद्धि माइती कान्छो चाहिँ भाइ पत्र भयो लाइसक्यो क्यारी लाइसक्यो अब टाइम लाग्यो भ्याए है ल त जा मामालिया तब गाग्री लिएर पहिला गाग्रीलाई पूजा गर्नु मामालिया आउने हो त्यो गाग्री लिएर आउनु गाग्रीलाई पूजा गर्नु पहिला हो त्यहाँ छ अहिले मामाली पछि छ्यामहरु मामाली पछि हो त्यहाँ गाग्रीलाई पूजा गर्नु है पहिला कतिको हार माइजहरू खोइ त बुढा मामालीको खसी रेन्जा मामालीको खसी है यहाँ त डोराएर ल्याउनु पर्यो नि यहाँ ल्याउनु पर्छ सानो कुन हुन्छ कानुनीमा माले होइन जन्तीले ल्याउनु जसले ल्याइदिनु भयो ल्याए हुन्छ बुढो माले त बुझाउनु पर्यो तन्देरी माले बुझाउनु पर्यो नि त मामाले आयो है तयार भएर घोडा चढ्नलाई घोडा चढ्ने कोही धवाउने दाछ छैन पुछार पनि उचालेर हेर यसो घुमिर यता सबै गाई थुक्नु यतातिर हेर्ने होइन पर मामाले भ्याउनु बित्तिकै यता यता खसी खसी हो खसी यता यता घोडा चढ्नु पर्यो न डाब्लोसँग दोहोऱ्याउने
माइजू छ नि माइजूले समाउनु छ होला नि भिडियो बनाएको ब्लग युट्युबमा ठुला ठुला बाबु उता भित्र लगेर लौ अझै आएन के मामा गएको सुकेर माया
फेरि खाना खानु जान्छ नि अनि उयो हुन्छ क्या बोल्नु मान ले क्या और 20 रुपया और मान ले सही 20 रुपया दे क्या मावल निकाल के मावल निकाल खान जा खाना जा क्या म त खाइसक्यो खोइ त मामाले भाले ऊ त्यहाँ भाले यता सोधेर क्या ब्लग आउनुहुन्छ अरे को हो नि धनबहादुर आलेमा आउँदैन दानवाले पुऱ्याउनु जाने हो गाडीमा ऊ त्यो भान्सातिर राख्यो हुन्छ जानु न छ्यामाटीको लानु हुँदैन यही छ यसले ल्याइदिएछ खै त यहाँले त नानी काका हो टिका लाउने मामा कोकोलाई टिका लाउने 1 2 3 4 उता लगाइदिनु भयो त्यता नि पस्यो म त पाला थिएन त्यहाँ ऊ होला छ्यामा झरो पछाडि झरो पछाडि को सुजितको बुढी राजुको बुहारी सुजितको बुढी राजुको बुढी कान्छाको
अहिले चिन्यो बिर्सिहाल्छ आउजाउ नभएपछि बिर्सिहाल्छ हजुर हाम्रो कान्छी दिदीसँग चिन्नु नै छैन अहिलेसम्म कान्छी दिदी कान्छी दिदी अब चिन्नु पर्छ कहिले चिनियो थाहा छैन किन हुँदैन आफूले थाहा आउँदै आएनन् 25-26 वर्षमा त्यो एउटा छेवर गर्दाखेरि मात्रै भेट भएको ऊ चाहिँ ठुलो चाहिँ छोराको राजुको ठुलो चाहिँ छोराको बुढी एकैचोटि हो भन्छ कि अलि त सार्दिनु म त नि अलि त सारेर राखे हुन्छ जाऊ